नमस्ते साथीहरू, आज चाहिँ म हजुरहरूलाई कोर्सेट डिजाइनको ब्लाउज कटिङ गरेर देखाउँदैछु। यसको लम्बाइ चाहिँ रहेको छ 15 इन्च अनि चेस्ट रहेको छ 36 इन्च र वेस्ट हाम्रो 30 इन्च रहेको छ र यसको बस्ट पोइन्ट भनेको 10 इन्ची छ। भिडियोलाई हेर्दै गर्नुहोला। हाम्रो कोर्सेट डिजाइनमा चाहिँ हाम्रो बस्ट पोइन्ट भन्दा चाहिँ 1.5 इन्ची माथि नै बस्ट पोइन्टको मार्क लगाउनु पर्ने हुन्छ। हाम्रो नर्मली ब्लाउजको आमल लेन्थ हामीले 7 इन्चदेखि 7.5 इन्च राखेको हुन्छौँ। त्यही हिसाबमा पनि हामीले चाहिँ अब हाम्रो बस्ट पोइन्ट 10 इन्च छ भने यसलाई 1.5 इन्ची माइनस गरेर 8.5 मा बस्ट पोइन्टको मार्क लगाउनु पर्ने हुन्छ र यसको लेन्थ भनेको चाहिँ हाम्रो 15 इन्च रहेको छ। 15 लाई माथि हाफ इन्च मार्जिन छोडेर यसलाई 15.5 मा मार्क लगाउनु होला। यसमा चाहिँ हाम्रो यो आइसेप कप लाग्ने हुन्छ। त्यही भएर यसलाई हामीले पहिले यसमा बस्ट पोइन्ट सेन्टर नाप्ने छौँ 3.5 इन्च अनि यसमा चाहिँ यहाँबाट हाफ इन्च छोडेर यस कपको चाहिँ हाम्रो यो साइडको लेन्थ हुन्छ 8 इन्च, तर यसमा चाहिँ हामीले 1.5 इन्ची माइनस गरेर 6.5 इन्च यहाँ राख्नुपर्ने हुन्छ अनि यहाँबाट चाहिँ हाम्रो 3 इन्चमा यसरी मार्क गर्नुपर्ने हुन्छ यसरी। अनि यसलाई यहीँबाट यसरी राउन्ड गरेर यो कपको तलको पार्टलाई चाहिँ यसरी राउन्ड गर्नुपर्ने हुन्छ। पछि कप यहीँ जोडिने हुन्छ यसरी अनि यहाँबाट चाहिँ हामीले यसैलाई चाहिँ यसरी मार्क गर्नुपर्ने हुन्छ। हाम्रो चेस्ट रहेको छ 36 इन्च, फ्रन्ट पार्ट 9 इन्च अनि यसमा हाफ इन्ची अगाडिको पार्टमा हामी बढाउने छौँ र यसमा चाहिँ यो हाफ इन्च बढाउनु नै पर्ने हुन्छ। यो चाहिँ पछि ब्याकबाट यो हाफ इन्च ब्याकबाट घटाइन्छ। यो हरेक ब्लाउजहरूमा अगाडिको पार्ट चाहिँ अलिकति ठुलो नै गर्नुपर्ने हुन्छ। अनि हाम्रो वेस्ट राउन्ड भनेको चाहिँ 30 इन्ची रहेको छ। 30 इन्चलाई यो 7.5 मा यसरी मार्क लगाउनु पर्ने हुन्छ अनि यसलाई चाहिँ यसरी हामी सिधै मार्क गरेर यसमा 1.5 इन्चको मार्जिन एक्स्ट्रा थपेर राख्नुपर्ने हुन्छ। अनि यहीँबाट हामीले हाम्रो यो कोर्सेटको चाहिँ डिजाइन अलिकति चुच्चो सेप भएको हुनाले गर्दाखेरि यहाँबाट मुनि 1.5 इन्चमा यसरी मार्क लगाउनु पर्ने हुन्छ। यसैलाई चाहिँ हामीले हल्का कर्भ सेपमा यसरी राख्नुपर्ने हुन्छ। 15 इन्च अनि यहाँ चाहिँ हाम्रो एउटा यहाँ बिचमा अनि अर्को साइडमा गएर 3टा रड राखिने हुन्छ। यसले चाहिँ हाम्रो रडको लाइन हो। यो चाहिँ अब म यसलाई कटिङ गर्न गइरहेको छु। यो चाहिँ हाम्रो 6.5 इन्ची यहाँबाट हुनुपर्छ, रेडी हुनुपर्छ भनेपछि यहाँबाट 3 इन्ची यो चाहिँ हाम्रो फ्रन्ट पार्ट भयो। अब म यसकै ब्याक पार्ट कटिङ गर्दैछु। यसमा चाहिँ हाम्रो ब्याकमा हुक राख्नुपर्ने हुन्छ। त्यही भएर यसलाई ब्याकमा हुकको लाइन अनि यसलाई यहीँबाट सिधा तान्नुपर्ने हुन्छ अनि यसको लम्बाइ चाहिँ ब्याकलाई चाहिँ यसरी हिसाब गरेर हामीले यसरी सिधा राख्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो फ्रन्ट पार्ट भनेको 9.5 इन्च छ
अब यसैलाई चाहिँ हामीले 36 लाई हाफ गर्दा 18 इन्च हुन्छ। यहाँ 18 गरेर 9.5 इन्चमा यहाँ राख्नुपर्ने हुन्छ। अनि हाम्रो कम्मर चाहिँ 7.5 30 इन्ची छ, यसको चौडाइ 7.5 हुन्छ। 7.5 मा राखेर अनि 1 इन्चको डाट्स, अनि यसलाई ब्याक डाट्स चाहिँ हाम्रो 1 इन्चको डाट्स राख्नुपर्ने हुन्छ। यसलाई चाहिँ हामीले यो डाट्स यसरी राखिसकेपछि यसलाई यसरी सिधा गर्नुपर्ने हुन्छ, नत्र यो पिस तल डाउन जाने हुन्छ। यसलाई यसरी हामीले सिधा गर्नुपर्ने हुन्छ र माथि पनि हाम्रो अलिकति सेप नै राख्नुपर्ने हुन्छ। सिधा गर्दा यसलाई राम्रो देखिँदैन, त्यही भएर अलिकति डाउन गर्नुपर्ने हुन्छ। यो चाहिँ हाम्रो ब्याक पार्ट भयो। यो हाम्रो फ्रन्ट पार्ट, यो चाहिँ हाम्रो यसरी जोडिनु हुन्छ। डास भएपछि यसरी रहनु हुन्छ। अब म चाहिँ हाम्रो यो कपको लागि यहाँको पिस काट्न गइरहेको छु। यो चाहिँ हाम्रो कपको लागि यसरी फर्स्टमा मार्क कोर्नुपर्ने हुन्छ। अनि यो हाम्रो कपको चाहिँ राउन्ड हाम्रो 8 इन्च रहेको छ। यो लेन्थ चाहिँ हाम्रो 8 इन्च रहेको छ। यसलाई हामीले यहाँ 8 इन्चमा यसरी मार्क गर्नुपर्ने हुन्छ। यहाँ भयो भने चाहिँ यसलाई चाहिँ माथि 1.5 इन्च छोडेर यसलाई 6 इन्चमा मार्क राख्नुपर्ने हुन्छ। अनि हाम्रो यो जति छ यसको यहाँ 4 इन्च यो हाफ, त्यसैलाई चाहिँ यता गएर सेन्टरलाई 4 इन्चमा हाफ गर्नुपर्ने हुन्छ। यहाँ पनि यसलाई 4 इन्च हाफ गरेर यसलाई चाहिँ यसरी राउन्डमा कटिङ गर्नुपर्ने हुन्छ। अनि हाम्रो यहाँको चाहिँ हाम्रो डाट्स चाहिँ हाम्रो 3 देखि 3.5 इन्चको राख्नुपर्ने हुन्छ। 3.5 इन्च राख्नुभयो भने चाहिँ यो ठ्याक्कै यसको सेप कपको सेपमा ठ्याक्कै मिल्ने हुन्छ। मैले चाहिँ 3.5 इन्च राखेको छु। तपाईँहरूले पनि यसरी नै राख्नु होला। अनि यसलाई यसरी नै सिङ्गल डाट्समा बनाउन सकिन्छ। अब यसलाई चाहिँ यहाँबाट चाहिँ यसरी नै सेपमा यसरी चाहिँ यो काट्नुपर्ने हुन्छ यो पिसलाई चाहिँ। अनि यसमा चाहिँ हामीले यता मार्जिन हाफ इन्च मार्जिन छोडेर काट्नुपर्ने हुन्छ। यो चाहिँ मैले यहाँनिर ठ्याक्क हाफ इन्च छोडेर काटिरहेको छु। हजुरहरूले पनि यसरी नै काट्नु होला। यो चाहिँ हाम्रो यसरी सिङ्गल डाट्समा पनि काट्न सकिन्छ र यो माथिसम्म जोइन गर्न पनि सकिन्छ। यसलाई चाहिँ यहाँ एउटा सिङ्गल डाट्स मात्र च्यापेर पनि बनाउन सकिन्छ। र अर्को हामीले माथिसम्म चिरेर यहाँ चाहिँ 3.5 इन्चमा यहाँ चाहिँ हामीले 2.5 इन्च डाट्स गरेर यहाँ माथि 1 इन्चको डाट्स गरेर त्यसरी पनि काट्न सकिन्छ। यसको काट्ने फरक तरिकाहरू छ, तर मैले चाहिँ सिङ्गल डाट्सले सजिलो हुन्छ भनेर हजुरहरूलाई सिङ्गल डाट्समा काट्न गइरहेको छु। यो चाहिँ भरे हाम्रो यसरी यो यहाँ कप हुन्छ भने यो डाट्स यहाँनिर पक्रिँदाखेरि यसरी डाट्स हुँदाखेरि यो ठ्याक्क कपमा सेप मिल्ने हुन्छ। यो चाहिँ हाम्रो यसरी भरे यहाँ जोइन हुने हुन्छ र यो डाट्स चाहिँ हाम्रो यो डाट्स काट्दा पनि हुन्छ, नकाटिकन यसलाई भित्र डाट्स च्याप्दा पनि हुन्छ। तर यसलाई चाहिँ म यहाँ काट्न गइरहेको छु।
यसरी काट्दाखेरि चाहिँ हाम्रो यसरी सिलाइमा यति च्याप्दाखेरि चाहिँ हामीलाई यो कपको सेप आउने हुन्छ। अनि यसैलाई हामीले यसरी राखेर बनाउनु पर्ने हुन्छ। र यसमा चाहिँ हाम्रो यहाँबाट स्ट्राइक चाहिँ हामीले 4.5 इन्चदेखि 5 इन्चसम्ममा राख्नुपर्ने हुन्छ। सानो साइज छ भने सेन्टरबाट 4.5 इन्चमा राख्दाखेरि 9 इन्चमा स्ट्राइक बस्ने हुन्छ दुई साइड गरेर। यो चाहिँ हाम्रो भरे यसरी बस्ने हुन्छ यो। अनि हाम्रो स्ट्राइक चाहिँ यहाँबाट यसरी राख्ने हुन्छ। अनि हाम्रो एउटा रड यहाँ बस्ने हुन्छ र अर्को यहाँ सेन्टरमा बस्ने हुन्छ। अनि अर्को यहाँ 3टा रड राख्नुपर्ने हुन्छ यो डिजाइनमा। यो चाहिँ हाम्रो दुई तरिकाले बनाइन्छ। तर यसलाई चाहिँ यसरी हामीले बिचमा काटेर यसैलाई चाहिँ यति मार्जिन राखेर चाहिँ हामीले अर्को पिस काटेर जोइन गरेर पनि बनाउन सकिन्छ। यसरी पनि बनाउन सकिन्छ। यसको चाहिँ मैले अहिले भित्री काटेको छु, बाहिरी चाहिँ यही छापेर म अर्को प्रिन्टेड कपडामा काट्ने छु। अनि यो पिस रेडी भएपछि हजुरहरूलाई यो पिस पनि म देखाउने छु। हस् त, यति भन्दै आजको भिडियो म यही अन्त्य गर्न चाहन्छु। यस्तै भिडियोहरू कटिङ सम्बन्धी जानकारी लिन चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। अनि मेरो भिडियोहरू मन परेमा लाइक सेयर गर्न पनि नभुल्नु होला। हस् त, धन्यवाद।